यो हेलो साथीहरू के छ यार साथीहरू तिमीहरूको हालखबर के छ आम ब्याक गाइज ब्याक म ब्याक भइसकेको छु आफ्टर 2 months होइन पहिला हिमाल हेर्नु क्या तपाईँहरू जस्ट हिमाल हेर्नु कस्तो दामी देखिरहेको छ सेक्सी सेक्सी लेडी भने जसरी सेक्सी देखिरहेको छ है र म ब्याक भइसकेको छु भ्लगिङमा होइन अब यत्रो बेला यत्रो मन्थ्स म कहाँ थिएँ यत्रो दिन म के गर्दै थिएँ भन्दाखेरि मलाई आफैलाई थाहा छैन होइन तर म भ्लगमा ब्याक भइसकेको छु फेरि एउटा नयाँ जोससँग होइन यस गाइज आम ब्याक अहिले भेट्छु ल एकैचोटि म यहाँ अलिकति काम छ क्या एउटा गाइज म के भन्दै थिएँ भन्दाखेरि यहाँ बसेर भन्छु ल यस म चाहिँ ब्याक भइसकेको छु भन्दैछु म होइन कहाँबाट ब्याक भयो के गरेर ब्याक भयो यत्रो मन्थ्स म कहाँ थिएँ भन्दाखेरि साथीहरू वाज टोटली लस्ट क्या साथीहरू टोटली लस्ट होइन मतलब कि यसो अलिकति डाउनफल चल्दै थियो केही नि होइन त्यस्तो केही पनि होइन साथीहरू अलिकति बिजी थिएँ लाइफमा गर्दै चाहिँ केही पनि थिइनँ तर पनि बिजी थिएँ अब यति भनेपछि बुझ्नु होला होइन तर अब म आइसकेको छु भ्लगिङमा होइन यसो खास कुरो के भन्दाखेरि जिम छोडेदेखि त्यो कन्टेन्ट पनि केही भएन इन्ट्रेस्ट पनि हराउँदै गयो एकदमै कम्फर्ट प्यार भयो बस त्यही थियो रिजन अरू केही पनि छैन होइन तर आजबाट म जिम पनि जान्छु होला सायद भन्छु अझै पनि म होइन अझ कन्फर्म छैन म तर जान्छु म आज बेलुकाबाट म जिम पनि जान्छु है तपाईँहरू यही भ्लगमा पनि हेर्न सक्नुहुन्छ म जिम गएको पनि आजबाट म जिम छोडेको भइसक्यो ला 3 months जति नै र भ्लगिङ क्विट गरेको पनि मैले भइसक्यो 2 months होइन त अब म ब्याक भइसकेको छु र यहाँ मुखको पिम्पल चाहिँ इग्नोर गर्न सक्नुहुन्छ तपाईँहरूले होइन अब पिम्पल आइरहन्छ त के गर्न सकिन्छ होइन अब यस्तो थियो कपाल पनि भर काट्यो हो यसो अब कमब्याक हान्नु पऱ्यो भनेर भ्लगिङमा पनि जिमतिर पनि सबैतिर पनि क्या एकदमै कम्फर्ट प्यारो भइरहेको थियो त्यही भएर हो र केही कुरामा फसिरहेको थिएँ जस्ट एउटा ब्याड फेज थियो भने खोजे के भन्नु खोज्यो भन्दाखेरि केही गरेर नमलाएपछि ब्याड फेज भयो क्या एकदमै झ्याउवाला जिन्दगी चलिरहेको थियो मेरो तर अबबाट एकदमै जोसमा आइसकेको छु म भ्लगिङ गर्नलाई होइन अलिकति लरबरिला होला आवाज है अलि धेरै पछि मैले भ्लग गर्दैछु यसरी छन् त छ मसँग 2-3टा भ्लग मैले बनाएको थिएँ तर मलाई अपलोड पनि गर्न मन लागेन होइन तर पनि अब मैले यत्रो 2 monthsमा अनि त्यही 2-3टा मात्र भ्लग मैले 2-3 दिन मात्रै भ्लग गरेको थिएँ त्यसपछि मैले भ्लगिङ नै पुरै क्विट गरिसकेको थिएँ है त्यही भएर अलिकति अहिले अलिकति त्यो कम्फर्टेबल लागिरहेको छैन क्यामेरा अगाडि हेर्नलाई लाग्नु त लागिरहेछ कि तर भनेको चाहिँ जुन पहिलावाला कम्फर्टेबल थियो अहिले छैन तर त्यसलाई बिस्तारै म बनाउनेछु है ठिक छ गाइज अहिले बजिरहेको छ बिहानको कति घडी नचल्ने भएछ यार जस बजिरहेछ 10 जति बज्न लाग्यो होइन खानासाना खाएको छैन र अब म खानासाना खाएर जानुपर्ने हुन्छ भक्तपुर त्यहाँ जानुपर्ने काम छ म तपाईँहरूलाई देखाउनेछु अहिले एकछिनमा गएँ भने चाहिँ र बेलुका भने चाहिँ जिम पनि जानेछु आजबाट अलिकति बडीतिर पनि ध्यान दिनुपर्ने छ ल अहिले चाहिँ अब म यसो खानासाना खान्छु त्यसपछि म तपाईँहरूलाई भेट्नेछु है त गाइज मेरो जिम जानु अगाडिको यसो खानेकुरा होइन यस्तो रहेको छ अहिलेको लागि चाहिँ र म चाहिँ एकदमै तातोमा बसिरहेको छु है अलि जाडो छ बाहिरपट्टि र म चाहिँ भर्खर उता भक्तपुरतिरबाट गएर आएँ होइन अब यसो यो खाएर अब जिमतिर लाग्न पर्ने हुन्छ हामी र आजबाट खत्री जिम हाल्न पर्ने हुन्छ र खत्री भ्लग पनि बनाउनु पर्ने हुन्छ है त्यहाँनिर अब दिवस र आगमन पनि हुन्छन् आज जिममा होइन उनीहरूलाई पनि देखाउनेछु म तपाईँहरूलाई है र रमाइलो गर्नुपर्ने हुन्छ आज अब चाहिँ पहिला खान्छु अनि त्यसपछि म तपाईँहरूसँग भेट्नेछु है त जाने बेलामा आफ्टर सो लङ साथीहरू आफ्टर सो लङ है म जिम जान रेडी भइसकेको छु यस एज यु क्यान सी है दिस इज माई गेटअप र यो मेरो ब्याग यसभित्र चाहिँ मैले राखेको छु एउटा वाटर बोटल र जिममा लाउने सुज होइन र अब यस बाइक पनि रेडी भइसकेको छ अब चाहिँ हामी घरबाट निस्किनेछौँ मैले खाजासाजा खाइसकेको छु है अब चाहिँ लेट्स गो दिवस पनि आउँदै होला म आएँ भन्थ्यो दिवसले चाहिँ मेरै घरबाट जानुपर्छ नि त यो तलको बाटो अनि त्यही भएर आगमनलाई लिएर जानुपर्ने हुन्छ अनि हामी 3जना जानेछौँ एकदमै रमाइलो गर्नेछौँ साथीहरू र हाम्रो रियो यहाँ छैन आज चाहिँ उता माथि नै छ है आज घाम लागेको छ अरू दिन चाहिँ यसो पानी परिरहेको थियो आज चाहिँ अलिक घाम लागिरहेछ एकदमै मौसम पनि राम्रो भइरहेछ म जिम जान्छु भनेर होला ठिक छ एकदमै खुसी लागिरहेछ अब धेरै पछि अलि एक्टिभ हुन थालेँ अलिकति जिम जानु थालेँ भनेर है ठिक छ लेट्स गो गाइज पहिला चाहिँ जिमै गएर भेटौँ है त अब यो गाइज है अहिले चाहिँ मैले दिवसलाई नि भेटिसकेको छु यहाँनिर रहेको छ हाम्रो दिवस भाइ के छ दिवस भाइ
देश भाइ अलिकति बोल्ने हिम्मतमा नरहेको अवस्था रहेको छ र यहाँनिर घाम देख्न सक्नुहुन्छ तपाईँहरू घामको त्यो किरण भने जस्तै होइन र अहिले चाहिँ हामी यता आगमनलाई कुदिरहेका छौँ आगमन आउन टाइम लागिरहेको छ यताबाट आउँछ आगमन चाहिँ है र यस्तो रहेको छ आजकलको माहौल यहाँ चाहिँ आइसकेको छन् आगमन है देख्न सक्नुहुन्छ एकदमै दामी पारामा होइन पुरै जस जिम गएर आजकल बडी चाहिँ बनाएको छ यसले म नगए पनि होइन मेरो सट्टा यसले बनाइरहेको छ के हो यार जुम आउटै हुन त ए भयो के छ भाइ तिम्रो हालखबर ह्यान्डसम देखिरहेको छ त यार बडी त बनेछ त यार तेरो बडी त यार खत्रै बडी बनेछ त यार ल अब चाहिँ हामी जिमै जानेछौँ है त यहाँ चाहिँ अब हाम्रो भाइको लेग स्टार्ट भइरहेको छ है देख्न सकिन्छ र यहाँनिर देख्न सक्नुहुन्छ अर्को एकदमै ड्रिपी र उता गीत पनि बजिरहेको छ र यो चाहिँ हाम्रो अस्ति नै आइरहेको जिम थियो र मैले चाहिँ फ्रिडम फिटनेस नै लगाइरहेको छु देख्न सकिन्छ देश भाइ पछाडि यहाँ समाते त फ्रिडम फिटनेस देखाइदिनु ल है सक्दैन रहेको छ हाम्रो फ्रिडम फिटनेस हामी पहिलाकै जिममा आइसकेको छौँ र देश भाइ यहाँ चेस्ट हान्दैछ एकदमै बडी सडी बनाएर कत्रो भएछ या देश तिम्रो चेस्टदेखि लिएर हरेक कुरा पन्च पनि यस्तो भइसकेको छ पहिला फर्स्टमा आउँदा एकदमै लजाउँथ्यो अहिले चाहिँ मेरो जिम सकेर म यता यसो पार्कतिर आएको छु यसो फ्रेस हावा खान एकदमै चिसो हावा आइरहेको छ क्या यहाँ होइन त्यही भएर म एकछिन यता आएको छु अब यो पार्क भन्दाखेरि अलिक सुहाउँदैन होला अहिलेको लागि चाहिँ यो अहिले जस्ट बनिरहेको छ अन्डर कन्स्ट्रक्सन भनौँ न अन्डर कन्स्ट्रक्सन त अलिक मिल्दैन होला कि तर यो मिल्छ होइन उता चाहिँ हो खास एक्चुअल यता पार्क छ पार्क भन्दा नि जस बस्ने सकिने ठाउँ चाहिँ छ यता मन्दिर पनि छ क्या अनि त्यही भएर अनि एकछिन यसो फ्रेस हावा खान आएको छु र यहाँनिर छ हाम्रो नेपालको झन्डा है आज लाइट चाहिँ बालेर हिँड्छ नभए यहाँ चाहिँ यहाँ लाइट बाल्छ क्या यस्तो मिठो देखिन्छ है कुनै दिन बल्याए दिन म देखाउनेछु खतरा पारामा उताबाट ठ्याक्कै सिधा देखिन्छ क्या त्यहाँ त्यो चाहिँ खतरा सिधा देखिन्छ त्यो चाहिँ देखाउनेछु म अहिले होइन जस केही दिनमा होइन र यो चाहिँ हाम्रो काठमाडौँ भ्याली भइरहेको छ साथीहरू यो सबै काठमाडौँ भ्याली हो र हाम्रो यो यति चाहिँ ललितपुर पर्छ भनेको चाहिँ उता चाहिँ काठमाडौँ हो यता चाहिँ ललितपुर भयो यो चाहिँ हाम्रो ललितपुर है देख्न सकिन्छ यस्तो रहेको छ र हाम्रो दक्षिण काली मन्दिर चाहिँ यता पर्छ है त्यहाँ ठ्याक्कै मेरो अम्लाको सिधातिर पर्छ जस खोल्जामा पर्छ क्या अलिकति र मौसम पनि यस्तो मिठो भइरहेछ गाइस देख्न सकिन्छ है ओ माई गॉड वाउ यो मौसममा त्यो मलाई गीत याद आयो क्या कुन चाहिँ गीत थियो नि यो एउटा गीत थियो क्या बादल कि होइन कि यस्तै कुन गीत थियो क्या मैले बिर्सेँ होइन एक्ज्याक्टली तर त्यो गीत चाहिँ एकदमै त्यो हुन्छ नि दिमागमा चाहिँ प्ले भइरह मुखमा आइरहेन क्या एकदम मिठो त्यो गीत यस्तै मौसममा सुन्न मजा आउँछ है यस्तो छ अहिलेको मौसम चाहिँ ल अब एकैछिन बसेको थिएँ है म अघिदेखि आएर बसेको अनि अहिले चाहिँ भिडियो बनाइरहेको छु र अब चाहिँ म घर जान्छु है र आज जिमको फर्स्ट दिन थियो एकदमै रमाइलो हो एकदमै मजा आयो होइन अबबाट चाहिँ अलिकति जिमसिममा नै हान्नु पऱ्यो नि त अलिकति जोसिनु पऱ्यो क्या म एकदमै अल्छी भयो क्या घर बस्दा ठिक छ अब हामी एकदमै जोसमा आइसकेको छौँ भ्लग पनि रेगुलर आउनेछ गाइज अब चाहिँ डोन्ट मिस आवर भ्लग है माई भ्लग होइन डोन्ट मिस गाइज अबबाट म रेगुलर हाल्नेछु एकदमै चिल पारामा यस गाइज त्यो चाहिँ डिसोम देख्नुभयो होला होइन यहाँ डिसोमको एन्टिनाहरू छ चलेन भने कम्प्लेन हान्नु यहीँ आउनु होला ल अब म चाहिँ घरतिर चलिदिएको ल लेट्स गो मेरो बाइक चाहिँ यता रहेको छ है अब चाहिँ हामी घरतिर जानेछौँ र सिट चाहिँ अझ यस्तो छ सिटको हालत चाहिँ एकदमै गम्भीर छ मेरो है यो अलग सिट यो अलग सिट छ यो खास मैले सिट तराजबाट मगाएको थिएँ तर यसको होइन रहेछ त्यही भएर मैले अहिलेसम्म चेन्ज पनि गरेको छैन यत्तिकै छोड्दैछु सिटको लागि बाइक पनि अलिअलि अब यसो खर्च निकाल्न पर्ने छ यार मैले टायर चेन्ज गर्नुपर्ने छ मेन कुरा भनेको टायर पनि सकिन लागिसक्यो पुरै यस्तो रहेको छ अब चाहिँ हामी घरतिर जानेछौँ यस्तो मिठो रोडबाट